स्वरूप श्रेष्ठ हो। म चाहिँ हेटौँडामा जन्मिन चाहिँ होइन, मेरो स्पेसली चाहिँ मेरो मम्मी बित्नु भएर चाहिँ मलाई मेरो ड्याडीले चाहिँ होइन काठमाडौँ लिएर आउनुभएको। यहाँ चाहिँ मेरो ड्याडीको नेक्स्ट वाइफ होइन स्टेट मदर मेरो सानो ठुलो मम्मी हुनुहुन्थ्यो होइन, जेठो श्रीमती मेरो बुवाको होइन। अनि यहाँ ल्याएर पाल्नुभयो मलाई चाहिँ होइन सानैदेखि। तर कस्तो भनेदेखि फ्यामिली मेम्बरमा म अलिकति नोकर जस्तै क्या, भाँडा साना बाँध्नु पर्ने, भात पकाउनु पर्ने, यो सबै गर्नु पर्थ्यो क्या सानैदेखि चाहिँ। एकदिन अनि फेल भएर चाहिँ मेरो ठुलो मम्मीले मलाई पिट्नुभयो क्या। अनि त्यतिखेर चाहिँ म भागेर होइन 8 अगस्तमा जुन उयो चोक छ हामी है बसराको अलिक पर चोकमा चाहिँ म सानो बेलामा आँटेँ कि। अनि सुतेर बसेको खैरहरूले पैसा दियो होइन, किन घर जाने, मलाई यही पैसाले पुग्छ भनेर सोचेर चाहिँ होइन मैले चाहिँ अनि त्यहाँदेखि चाहिँ म बाहिर बस्ने विचारले म बाहिर बस्न थालेँ कि। झन्डै झन्डै म्याक्सिमम् म 6 वर्षको थिएँ भनेपछि 20 वर्ष अगाडिको कुरा हो होइन। मेरो नाम चाहिँ कृष्ण लामा हो। मेरो घर चाहिँ सिन्धुपाल्चोक मुडेमा पर्छ। म आएको चाहिँ बाहिर सडकमा आएको चाहिँ 7 वर्षको उमेरमा आएको। अनि अहिले चाहिँ 17 वर्ष भएँ हो। त्यही कलेजभित्र काम गर्नु बसेँ क्यान्टिनमा। अनि क्यान्टिनमा काम गरेर पनि भएन, त्यस्तै भयो, पैसाको प्रब्लम आयो होइन। अनि पैसाकै प्रब्लम आएपछि म त्यहाँबाट भागेँ। त्यहाँबाट भागेर अनि हनुमान ढोकामा बसेँ। त्यहाँ आएर बसेपछि जस्तै स्ट्रिटको केटाहरू भेट्यो भनौँ न, त्यही केटाहरूसँग हिँड्नु थाल्यो। जहाँसम्म लाग्छ यो कुरा चाहिँ कस्तो भने मेरो विचारमा चाहिँ उनीहरू कस्तो भने आई डिजर्भ दिस भने मलाई दुःख चाहिँ मैले पाउनुपर्छ। अनि र अलिकति स्ट्रिट चिल्ड्रेनलाई चाहिँ अलिकति हाम्रो समाजले अलिकति त्यस्तै किसिमले हेरिरहेको छ। अब जस्तै उनीहरूले यो कुरा के सोचेको छैन भने यो स्ट्रिटको प्रब्लम स्ट्रिटमै छ होइन, तर यो चाहिँ एकदम मेजर प्रब्लमको रूपमा देखिरहेको छ क्या। सधैँ कोही बच्चा त बस्दैन नि तिनीहरू, आजको 5 वर्षपछि 10 वर्षपछि तिनीहरू हुर्किन्छ। बढ्दै गएपछि त उनीहरूको हरेक डिमान्ड पनि बढ्दै जान्छ। ड्रग्समा इन्भल्भ बेसी छ, ड्रग्स भनेको क्राइम हो। उनीहरूले सोचेको छैन कि यो कुरा। अनि भुइँकोसी गरेर एउटा क्राइम भयो, म बाटो हिँड्नेवाला मलाई भयो भने चाहिँ मलाई यसरी गरेँ भन्छ कि। तर 10 वर्ष अगाडि मैले चाहिँ एउटा स्ट्रिट चिल्ड्रेनको बारेमा मेरो अलिकति पर्सेप्सन चेन्ज गर्ने हो भने त्यो कुराले पनि चेन्जेस ल्याउन सक्छ नि। त्यो भुसिया कुकुरहरू लगाएर घरमा पाल्छ नि, तिनीहरूलाई बरु राम्रो गर्छ क्या। मान्छेलाई त्यस्तो व्यवहार गर्दैन किन? म यही प्रश्न जहिले पनि राख्नु जसको अगाडि पनि होइन, किन मान्छेलाई चाहिँ उयो गर्दैन, किन मान्छेलाई चाहिँ हेला गर्छ? देखिन्छ अब ठन्डैतिर कति देखिन्छ पैसाहरू दिने यताउति दिनेहरू होइन। सकेसम्म मेरो विचारमा पैसा नदिए पनि हुन्छ जस्तो लाग्छ क्या। किनभने पैसा जम्मा गर्छ लास्टमा के गर्छ लुने खाएर हुन्छ कि राम्रो चेन्ज गर्नु युज गर्दैन तिनीहरूले पैसा होइन। जस्तै अब खानेकुराहरू किनिदिरहेको हुन्छ, अब सकेसम्म खानेकुराहरू किन्ने बेलामा पनि फोडेर दिइदिने। तपाईँ कस्तो गर्छ भने खानेकुरा किन्ने जुन पसलमा किन्ने त्यही पसलमा गएर फेरि बेच्दिने, अलिक सस्तोमा क्या। लुगाहरू नआए किन्दै फेरि गएर बेच्दिहाल्छ क्या, त्यस्तोहरू देखिएको छ। तर मेरो विचारमा चाहिँ समाजमा भएको हरेक व्यक्तिहरूले चाहिँ यो मेरो पनि प्रब्लम हो होइन, किनभने यो हरेक कुरासँग कनेक्टेड भएको कुराहरू हो नि होइन। र मैले पनि केही गर्नु सक्छु भने सपोज म अवेर छु, म मेरो फ्यामिलीलाई मात्र पनि समाउन सक्छु होइन, सिचुएसन त्यसरी हेर्नु उनीहरू भन्छ भने त्यो पनि मेरो एउटा इफोर्ट हो नि। तपाईँको मेरो फ्यामिलीमा 5 जना मेम्बर छ भने 5 जना मेम्बरले थाहा पाएँ नि। बिस्तारै बिस्तारै लेभल अफ अवेरनेस जरुरी छ। 7-8 वर्षको उमेरमा चाहिँ मैले यो पिक पकेटिङ पाकेट मार्नेहरूसँग मेरो सङ्गत भयो होइन। उनीहरूसँगै पाकेट मारेर हिँड्न थालेँ। 2 वर्ष जति नै त्यतिखेर हो मलाई पुलिसको टर्चर भनेको के हो भनेर दादा केटाहरू कस्तो हुन्छ भनेर चाहिँ त्यो बेलामा मलाई थाहा भयो। त्यो बेलामा चाहिँ त्यस्तो भएर चाहिँ मैले मेरो लाइफको धेरै दुःखहरू चाहिँ स्टार्टेड त्यहाँदेखि भयो। पैसा कमाउँथेँ तर पनि पुलिसको पिटाइ खान पर्ने, कहिलेकाहीँ पैसा नकमाएको दिनमा चिसो पिँढीमा सुत्न पर्ने, भोग्न सुरु भयो क्या मेरो त्यहाँदेखि चाहिँ। त्यसरी नै मैले अनि डिस्ट्रिक्टमा केटाहरू चिन्न थालेँ सडकमा होइन। 9-10 वर्षको उमेरसम्ममा चाहिँ म एकदमै सडकको एकदमै खतरनाक लफङ्गा जस्तै भइसकेको थिएँ सबैजना। त्यही पनि झगडाहरू चाहिँ म गर्दिनँ थिएँ कि, साथीहरूले गर्थ्यो म चुगुलाएर गर्थेँ होइन। तर मेरो साथीहरूको कारणले चाहिँ मलाई पनि त्यो दाग लागिसकेको थियो क्या, यो चाहिँ नराम्रो केटा रहेछ भन्ने चाहिँ। दिन चाहिँ हाम्रो 2 हस्पिटलको गल्लीमा चाहिँ होइन साथीहरूको झगडा पऱ्यो क्या, म चाहिँ हेरेर बसिरहेको थिएँ होइन।
अनि मेरो साथीहरूलाई त्यहाँ इन्डियनहरूले पिट्यो क्या, मधेसीहरूले पिट्यो होइन। उनीहरूले मेरो साथीहरूकै गल्ती थियो, मेरो साथीहरूले नि गएर फलफुल चोरेको थियो होइन। अनि हाम्रो सिनियर थियो क्या त्यो बेलामा दिपक भन्ने, उसले चाहिँ मलाई मुखमा आएर थुक्यो क्या। त यस्तो गर्ने हामीलाई हिर्काएको देखेर पनि त चुप लाएर बस्ने, त हिचडा होस् यताउति होइन, मेरो मुखमा थुक्यो होइन। अनि मलाई एकदमै रिस उठ्यो क्या, आफ्नो साथी भनेर म जुन मान्थेँ होइन, आमा बुवाहरूलाई बेसी मानेर साथीकोमा आएको, साथीले थुक्दाखेरि एकदमै चित्त दुख्यो क्या। गएर मैले एक्लैले गएर त्यो मधेसीलाई पिटेँ होइन। त्यो बेलामा मलाई एउटा गर्व जस्तो भयो क्या, म पनि खतरा रहेछु भन्ने जस्तो भयो होइन। अनि त्यसपछि चाहिँ यस स्ट्रिटमा एउटा इस्टाब्लिस भने जस्तो त्यो दिनदेखि भनेँ क्या म चाहिँ झगडा गर्ने होइन, लफङ्गागिरी गर्ने। स्ट्रिटमा चाहिँ एउटा कस्तो हुँदो रहेछ भने अरूलाई पिटेर हिँड्ने, अरू खतरा झगडा गर्ने, अलिकति बेसी पैसा कमाउने भयो भने चाहिँ सिनियर जस्तै हुँदो रहेछ क्या, सबैले मान्ने गर्ने हुँदो रहेछ होइन। त्यसपछि बिस्तारै बिस्तारै मेरो ट्रम चाहिँ नेपालकै अब ठुलो स्मगलिसहरू भने जस्तै नाना चरेस बेच्नेहरू सक्नदेखि लिएर गुन्डागर्दी गर्ने, लुटेर हिँड्नेहरूसँग पनि मेरो सङ्गत हुन थाल्यो क्या। मोटिभेटिङ फ्याक्टर चाहिँ नि होइन, ड्रग्स दिन सुरु गर्न चाहिँ के हुन्छ होइन, जस्तै मैले थाहा पाएको अनुसार चाहिँ स्ट्रिट चिल्ड्रेन चाहिँ कस्तो भने उनीहरू चाहिँ हुन्छ डिस्टर्ब फ्यामिलीबाटै आएको हुन्छ, डिस्टर्ब चाइल्डहुड होइन। जेठो छोरा चाहिँ बाहिर आएर आउँछ, हामीले पाएको छ है। तर जेठो छोरा किन बाहिर आयो, उसको मेन्टालिटी त्यस्तो छ क्या, डिस्टर्ब सहन नसक्ने, कसैले भनेको टेर्न नचाहने, एकदम सेल्फ विट चलाउने, आफ्नो इच्छामा जे गर्नुलाई त्यस्तो गरेर बाहिर आएको हुन्छ है। प्रायः काठमाडौँबाट टाढा टाढाबाट आएको अथवा यही काठमाडौँ वरिपरिको छेउछाउबाट गाउँबाट आएकोहरू पनि छ। उनीहरूले के सोच्छन् भने आउने बेलामा घरमा यस्तो भयो उस्तो भयो, अब म जान्छु काठमाडौँ जान्छु, तिमी बरु केही गर्छु, उनीहरूको बेला भएको छैन तैपनि त्यस्तो सोचेर आउँछन् कि। तर काठमाडौँको रियालिटी थाहा छैन नि उनीहरूलाई, उनीहरूले एकदम इजी सोचेर आउँछन्। तर यहाँ आउँदाखेरि उनीहरू छक्क पर्छन्, छैन काम छैन केही छैन के गर्ने, सिधै आएर ल्यान्डिङ कहाँ गर्ने भन्दा बाटोमा फेरि त्यस्तै छ, भोक लाग्छ, पैसा हुँदैन है, दुई चार दिन अब यसो कुचेहरू साथीहरू देखिहाल्छ, उनीहरूले भनिहाल्छ ए अहिले यस्तो हुन्छ भन्छ जान्छ। तर त्यहाँ जाने बेलामा के हुन्छ, भोक लाग्छ सँग त्यस्तै छ फेरि है। अब फेरि त्यस्तो छ नि खाते भन्ने, अलिकति हेप्ने होइन, त्यो अब उनीहरूभन्दा प्रतिदिन बसिरहेकोहरूले सिकाउँछ, यस्तो यस्तो भन्छ है। अब फेरि यो सिचुएसनमा बेसी गरेको चाहिँ ब्लू, र उनीहरूले हामीले थाहा पाएको छ ब्लू किन गर्दछन्, एक त रमाइलोको लागि पनि हो, त्यसभन्दा पनि बाहेक कस्तो भने उनीहरूको एस्केप गर्ने मेकानिजम हो कि। भोक लाग्यो उनीहरू के भन्दो रहेछ भने भोक लाग्यो भने ब्लू खायो भने भोक लाग्दैन भन्दो रहेछ। र ब्लू खायो भने लाज पनि लाग्दैन, पैसा माग्नु लाग्दैन, जे गरेर पनि हुन्छ, एकदमै हुन्छ साइकेडेलिक फेजमा पुग्ने कि जे गरे पनि हुने। पुलिसले पनि नडराउनु, धेरै त ब्लू नै हो, गाँजाहरू रक्सीहरू है। अनि कता कता चाहिँ अलिकति हेरोइनहरू पनि देखिहाल्छ, तर त्यस्तो बेसीमा चाहिँ देखिहाल्छ छैन। नेपालमा चाहिँ बेला बेलामा टाइट गर्नु खोज्छ कि यसरी बाँड्नु हुन्न, यसरी बेच्नु पाइन्न होइन, पसलेहरू आफैले मिलेर यसो गर्नुपर्छ भन्छ। तर त्यो लङ लास्टिङ चाहिँ नहुने कि। अनि तर अब पसलेहरूलाई सिधा थाहा हुन्छ नि, अब स्टुडेन्ट चाहिँ एउटा पसलमा गएर चाहिँ इन्टरनेट किन्नु गएको, उसले गेटअपदेखि लिएर हरेक कुरा सानो बच्चाले त्यो माग्न उसलाई थाहा छ क्या, यो स्टुडेन्ट हो, यसले यो ब्लू सुँग्नको लागि यसले माग्न आइरहेको छ थाहा छ क्या। तर उनीहरू पनि अब बिजनेस गरिरहेको छ क्या, पैसा आउँछ भनेर बच्चाहरू त भइहाल्यो ब्लू स्निफिङ होइन। अनि बिस्तारै अब उनीहरू नसुध्रिने हो भने त टाइम त एभ्रिडे गइरहेछ, झन् उमेर बढ्दैछ। जस्तै लास्ट टाइम हामीले सर्वे गरे अनुसार तिलगङ्गामा 10 वर्ष अगाडि उनीहरू पनि बच्चाहरू स्टुडेन्ट अब गौशालामा बस्दै ब्लू स्निफ गर्ने। तर अहिले हेर्ने बेला उनीहरू ठुलो भइसक्यो, उनीहरू ब्लू गर्दैन, उनीहरू सबैजना हेरोइनमा है। उनीहरूको अब तर हेरोइन महँगो छ, पैसा चाहियो के गर्ने भन्दाखेरि पिक पकेटिङ गर्ने उनीहरू है, त्यो गर्छ, त्यसरी प्रोभाइड गर्छ। अनि उनीहरू चाहिँ के गर्ने भने उनीहरूको आफ्नो ग्याङै छ, कतिजना मध्येमा सिरिन्ज सेयर पनि गर्ने, कतिजना मध्ये एचआइभी छ पनि, उनीहरूलाई पनि थाहा छ यसलाई एचआइभी छ भन्छ, तर माइनर चाहिँ त्यसमा एउटा सिविन भन्ने संस्थाले चाहिँ मलाई हेल्प गर्यो क्या, ल त आइज होइन हाम्रोमा बस भनेर चाहिँ बोलाउनु भयो। म गएँ, तर कस्तो भने बाहिर पैसा कमाइरहेको होइन, घुमिरहेको, पिकअप पाएको एउटा संस्थामा बस्नु पर्दाखेरि अलिकति दुःख पनि लाग्यो क्या, बोर जस्तो लाग्यो। म फेरि स्ट्रिटमा आएँ होइन, झन्डै जस्तै 15-16 वर्षको उमेरमा थिएँ म होइन। अनि त्यतिखेरसम्म म गाँजासँग ट्याक्स सबै खानी भइसक्यो।